एकजना प्रभुको दासले बहुत धेरै प्रार्थना गर्नुहुन्थ्यो है, जसको विषयमा तपाईँले जान्नुहोस्। एकजना व्यक्ति, मैले यो ग्रोनिङ प्रार्थना गर्ने विषयमा धेरै रिसर्चहरू गर्दाखेरि रियल ग्रोनिङ के हो भन्ने विषयमा सर्च गर्दाखेरि रियल प्रार्थना होइन कसरी गर्ने, कसरी लामो समयसम्म प्रार्थना गर्ने, अनि त्यस्तो व्यक्तिहरू को हुनुहुन्थ्यो लामो समयसम्म प्रार्थना गर्ने भन्ने चाहिँ विषयमा चाहिँ मैले थुप्रै व्यक्तिलाई रिसर्च गरेँ। अनि एकजना व्यक्ति चार्ल्स फिनी भन्ने व्यक्तिलाई मैले फेला पारेँ, जो चाहिँ 18औं शताब्दीमा, माई गड है, 18औं शताब्दीमा चार्ल्स फिनीको चाहिँ सेकेन्ड ग्रेट अवेकनिङ भन्ने चाहिँ एउटा लहर आयो अमेरिकामा। त्यो अवेकनिङमा के भयो भने मानिसहरू फिल्म हल छोडेर सडकमा आएर के भन्न थाले, पश्चाताप गर्न थाले, मलाई यसो चाहियो, यसो चाहियो, यसो चाहियो, यसो चाहियो। स्कुलमा मान्छेहरू, बच्चाहरू अचानक रुन थाले, बच्चाहरू अचानक रुन थाले है, अनि उनीहरूले चाहिँ पश्चाताप, अचानक पश्चाताप, रोडमा मान्छेहरू निस्केर पश्चाताप गर्न थाले। त्यस्तो ग्रेट अवेकनिङ भएको थियो अमेरिकामा, ग्रेट अवेकनिङ। अनि यसको नतिजा चाहिँ के रहेछ भनेदेखि एक प्रभुको दासले चाहिँ लामो समयसम्म प्रार्थनामा बसेको कारणले, अनि उहाँको चाहिँ प्रार्थनाको सिद्धान्त के हो भने प्रार्थनामा पीडा हुनुपर्छ, ग्रोनिङको साथमा प्रभुको छोराहरूले प्रार्थना गर्नुपर्छ है। प्रार्थना बिना र पश्चाताप बिना चाहिँ जागृति आउँदैन, अवेकनिङ हुँदैन भन्ने चाहिँ चार्ल्स फिनी भन्ने व्यक्तिको बारेमा मैले, उहाँको एनोइन्टिङ एलिमेन्टल पनि उहाँले मलाई देखाउनु भयो परमेश्वरले। उहाँले यति धेरै प्रार्थना गर्नुहुन्थ्यो, यति धेरै प्रार्थना गर्नुहुन्थ्यो चार्ल्स फिनी भन्ने छोरा। अनि उहाँसँग दुईजना यङ मान्छेहरू पनि थिए उहाँको इतिहास पढ्दाखेरि, चार्ल्स फिनी भन्ने। अनि थुप्रै व्यक्तिहरू उहाँको एनोइन्टिङ र उहाँको त्यो ग्रेट एन्ड अवेकनिङ, जस्तै म्यारिया भन्ने, क्याथरिन कुलमन भन्ने व्यक्तिहरू, यहाँ त्यो व्यक्तिहरू, त्यो प्रभुको दासहरू यहाँ खडा हुँदाखेरि कोसौँ परका मान्छेहरूमा त्यसको प्रभाव पार्ने। यो ग्रेट अवेकनिङ भनेको चाहिँ यस्तो प्रकारको जागृति थियो, मान्छेहरू जस्तै चार्ल्स फिनी भन्ने व्यक्ति धेरै ग्रोनिङ गर्ने। उहाँको प्रार्थनाको जीवनको बारेमा उल्लेख मैले खोज्दैछु, रिसर्च गर्दैछु। उहाँले प्रार्थना गर्दाखेरि उहाँ जानुहुन्थ्यो, कुनै सिटी हुन्थ्यो, सिटी उहाँलाई दुईजना साथ दिने डिभाइन हेल्परहरू थिए, दुईजना यङ जवानहरू थिए। ती जवानहरू चाहिँ महिनौँ अगाडि त्यो सिटीमा जान्थे र चार्ल्स फिनीको त्यो ग्रेट अवेकनिङमा चेन्ज होस्, आत्माहरूको परिवर्तन होस् भनेर धेरै प्रार्थना गर्थे। अनि जस्तै चार्ल्स फिनी प्रचार होइन, माइकिङ प्रचार होइन, जसै सिटीमा एन्टर गर्नुभयो, स्कुलको एउटा बच्चा क्वाँ रुन सुरु गरे, जसै सिटीमा एन्टर गरे चार्ल्स फिनी भन्ने व्यक्ति, सिटीमा सहरमा एन्टर गरे, बच्चा, स्कुलको बच्चा क्वाँ रुन्छ। अनि टिचरले छक्क परेर के भयो के भयो के भयो के भयो, अनि फेरि त्यो बच्चा रुन्छ, नथामिकन रुन्छ, क्वाँ रुन्छ है। अनि त्यसपछि टिचरले सोच्न बाध्य हुन्छ यो के भइरहेको छ। अनि अचानक त्यो बच्चाले भन्छ मलाई येशू चाहियो। कहिले पनि थाहा नभएको व्यक्ति स्कुलमा, मलाई येशू चाहियो, मलाई येशू चाहियो। हालेलुया। अन्त स्कुलको सबै बच्चाहरूले छाती पिट्दै पश्चाताप गर्दै, चार्ल्स फिनी जस्तै सिटीमा प्रचार होइन, स्कुलमा गएको पनि छैन, सिटीमा चार्ल्स फिनी मुभ गर्दै हुनुहुन्छ। येशू चाहियो, पश्चाताप, आँसुको धाराहरू जताततै। अनि एक दिन एउटा सिटीमा चार्ल्स फिनी गाडीबाट जाँदै हुनुहुन्थ्यो आफ्नो कारबाट सेवाकाईको लागि। जसै उहाँ गाडीबाट उहाँले बाहिर झ्यालबाट हेर्दै जानुभएको त पुरा सिटीमा भएका सबै क्यासिनो, जुवा अड्डाहरूका मान्छेहरू रोडमा आएर माटोमा होइन लडीबडी गरेर पश्चाताप गर्दै, वी निड जिजस, आई निड जिजस, आई निड जिजस। ओ माई गॉड, यस्तो पनि हुँदो रहेछ। चार्ल्स फिनीको एनोइन्टिङको चाहिँ नाम पनि दिइएको छ चुम्बकीय अभिषेक। न यो चाहिँ अर्को डिएल मुडीको चुम्बकीय अभिषेक। चार्ल्स फिनीको त पुरा महाद्वीपै पुरा यो एसियामा आउनुभयो भने त उहाँ एसियामा एन्टर गर्यो भने त्यहाँनिर मान्छेहरू आफैले यसोलाई बोलाउन सुरु गर्ने। ओ माई गॉड, ओ प्रभु, यस्तो एनोइन्टिङ पनि रहेछ, यस्तो प्रकारको ग्लोरी, यस्तो प्रकारको
रिभाइभल पनि रहेछ। अनि चार्ल्स फिनीको सिक्रेट चाहिँ के रहेछ भनेदेखि उनी प्रार्थनामा लामो समय उनको 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 चाहिँ थियोलोजी नै त्यही हो, प्रार्थना, ग्रोनिङ, लामो समय प्रार्थनामा रोएर। कुनै सिटीमा जानुहुन्थ्यो उहाँले, एउटा ठाउँ जङ्गल, कुनै एक ठाउँमा त ग्यारेजमा, एकजना विश्वासी दिदीको ग्यारेजमा, म ग्यारेज सफा पनि गर्छु, यो ग्यारेज मलाई देऊ भनेर उहाँले माग्नुभयो, ग्यारेज, गाडी राख्ने ग्यारेज। अनि ग्यारेजमा पस्नुभयो, पसेको पहिलो दिन उहाँ निस्कनु भएन, दोस्रो दिन आवाजै आएन, तेस्रो दिनमा चाहिँ उहाँ दिदीले खोज्न आउनुभयो चार्ल्स फिनीलाई। सोच्न आउँदा त उहाँ त तीन दिनसम्म पुरा छटपट्टिरहेको जस्तो आवाज। अनि समथिङ यहाँ केही भइरहेको छ, यो एकजना व्यक्ति मेरो घरमा आएको छ, 3 दिनदेखि नखाएको छ, नपिएको छ, अहिले त कुनै जनावर जस्तै ऊ चाहिँ होइन ग्रोनिङ गरिरहेको छ। 3 दिन भयो यो व्यक्ति, अनि उसको टिमहरू त्यहीँ हुन्छ खोजिरहेको हुन्छ, चार्ल्स फिनी खोइ, त्यो 2जना जवानहरूले खोजिरहेको हुन्छ, चार्ल्स फिनी खोइ हाम्रो मास्टर। अनि त्यो सहरमा पुरा हल्ला हुन्छ, त्यो त्यहाँको दिदीले चाहिँ होइन चार्ल्स फिनी चाहिँ त्यो दिदीको घरमा भएको कुरा पत्ता लगाउँछन्। अनि सिटी चेन्ज हुन्छ, त्यहाँको 88% मान्छेहरू पुरा ख्रिस्टमा, प्रचार होइन, जस्ट मुभ गर्दै गर्दा पुरा एन्जल ग्लोरी, प्रभु येशू पवित्र आत्माको मुभ एक सँगसँगै उहाँ मुभ गर्दाखेरि एक शब्द पनि प्रचार नगरिकन उहाँले लाखौँ व्यक्तिहरूलाई चाहिँ प्रभुमा ल्याउनु भयो। अनि प्रभुले मलाई भन्नुभयो यो अन्तिम दिनको ग्लोरी हो, यो फेरि 7 गुणा लेभलमा आउनेछ। आर यु रेडी? रेडी त छौँ भन्छौँ, तर हामी कम्प्रोमाइज गर्छौँ। जसले धेरै महिमा चाहिन्छ भन्छ त्यसैलाई धेरै मोबाइलमा बस्नुपर्छ। त्यही भएर एउटा प्राइज छ चार्ल्स फिनीको प्रार्थनाको जीवन। हालेलुया। मान्छेहरू अचानक पश्चाताप गर्छन्, प्रचार गर्नु परेन। जुन सिटीमा म मुभ गर्नुहुन्थ्यो पुरा स्वर्ग उहाँसँग मुभ गर्थ्यो। प्रभु येशू उहाँको फेलोसिपमा आउनुहुन्थ्यो र ग्रोनिङ चाहिँ उहाँको ग्रोनिङ भनेको प्रार्थनामा पीडा र आँसु भएन भने त्यो कमजोर प्रार्थना भन्नुहुन्थ्यो उहाँले। उहाँको थियोलोजी नै प्रार्थना। अनि ग्रोनिङ प्रार्थना यति शक्तिशाली हुँदो रहेछ। जब क्विकन्स हुन्छ नि, पवित्र आत्माले क्विकन्स गर्नुहुन्छ नि, सजिलो छ। 3 दिन प्रार्थनामा रहनु भनेको नर्मल हो, तर क्विकन्स हुनको लागि हाम्रो बडी, हाम्रो समाज र हाम्रो आदतले हामीलाई दिँदैन। क्विकन्स भनेको चाहिँ उहाँले खिच्नुहुन्छ। त्यो ग्रेट वेकनिङ अब हुँदैछ फेरि सुरु। अब कहाँबाट सुरु हुन्छ? हालेलुया। प्रभुले भन्नुभयो यो अवेकनिङ फेरि सुरु हुँदैछ। अनि कहिले कहिले त्यो अभिषेकको भाग ममा भएको कुरा, किनभने मान्छे अचानक रुन्थ्यो कि उहाँको, अन्य जाति पनि गुवा किन पश्चाताप गर्न सुरु गर्थ्यो उहाँलाई हेर्ने बित्तिकै। अनि यो केही समय अगाडि मैले महसुस गरेँ कि प्रभु म धेरै रोएर प्रार्थना गर्थेँ, त्यतिखेर मान्छेहरू आफै चाहिँ रुन्थ्यो उहाँको नजिक जाँदा, उहाँलाई हेर्दै पश्चाताप गर्थ्यो। प्रभु येशू उहाँलाई हेर्ने बित्तिकै, उहाँ मुभ गर्ने बित्तिकै, किनभने त्यो येशूको क्यारेक्टरलाई उहाँले बोक्नु भएको थियो। पातलो, धेरै फास्टिङ बस्ने, प्रार्थना गर्ने चार्ल्स फिनी, याद गर्नुहोस् चार्ल्स फिनी। वाउ। अनि त्यो एनोइन्टिङ यो अन्त्यको दिनमा उहाँले फेरि पोर आउट गर्दै हुनुहुन्छ। बिना प्रचार पुरा सहर नै, सहर होइन, उहाँले त महाद्वीप चेन्ज गर्नुहुन्थ्यो। हालेलुया। अनि हामी चाहिँ सानो कुराको लागि ठुस्किएर बसेछौँ प्रभुसँग। प्रभुले यस्तो एनोइन्टिङहरू राख्नु भएको छ। दिदीबहिनीहरूलाई प्रयोग गर्न चाहनु भएको छ, दाजुभाइहरूलाई प्रयोग गर्न चाहनु भएको छ। खोइ ग्रोनिङ, खोइ त्यो आँसु, खोइ पहिला तपाईँले जो बगाउनुहुन्थ्यो त्यसलाई बढाउनुहोस्। हालेलुया। खोइ त्यो आँसु, खोइ त्यो क्र्याक, त्यो सोल क्र्याक, उहाँको प्रार्थना के थियो पुरो क्र्याक गरेर चेन्ज गर्नु छ। क्र्याक पीडा हुनुपर्छ प्रार्थनामा। आँसु र पीडासँगको प्रार्थनाले सिटी चेन्ज गर्न सकिन्छ। ग्रेट अवेकनिङ। मान्छेहरूले प्रभुको प्रेम फिल गरेर अड्डा, रेड लाइट एरिया चेन्ज हुन्थ्यो। कति ठुल्ठुला मान्छेहरू चेन्ज हुन्थ्यो, उहाँ चेन्ज। एक सामान्य व्यक्तिले त्यो ग्लोरी र अभिषेक बोकेर हिँड्नुभयो चार्ल्स फिनी 18औं शताब्दीमा। ओ माई गॉड, यो अन्त्यको दिनमा हुनुपर्छ। हालेलुया।
हामीले ग्रोनिङ प्रार्थना बिस्तारै रेज गर्दैछौँ। तपाईँ हाम्रोमा पनि ग्रोनिङ र पीडाको प्रार्थना छ। ग्यारेजमा 3 दिनसम्म सहरको लागि, पुरा सिटीको लागि। जसै उहाँ बाहिर निस्कनुहुन्थ्यो, मान्छेहरू अटोमेटिक पश्चाताप गर्थ्यो रोडमा आएर, मलाई यसो चाहियो, मलाई यसो चाहियो। स्वर्गदूत पुरा एक प्रकारको स्वर्गको राज्य ओर्लेर आउँथ्यो। ग्रोनिङ गरिराख्नुहोस्, प्रार्थना गरिराख्नुहोस्। तपाईँलाई यो कुरालाई इन्सपायर गर्दैछ भने त्यो एनोइन्टिङलाई तपाईँको स्पिरिटले खोज्दैछ। तर यसको लागि ठुलो प्राइज पनि छ। हालेलुया। चार्ल्स फिनीको धेरै फलोवर्सहरू अझै पनि हुनुहुन्छ, इन्डियामा हुनुहुन्छ। नेपालमा त चिनेको छैन होला, नेपालमा पनि कोहीले चिन्नु भएको छ होला। चार्ल्स फिनी ग्रेट अवेकनिङ, सेकेन्ड ग्रेट अवेकनिङ, जसले बिना प्रचार मान्छेहरूलाई प्रभुमा जित्नुहुन्थ्यो। जस्ट हिँड्दै गर्दा सिटीमा उहाँ गाडीमा बाहिर हेर्दै हिँड्नुहुन्थ्यो। जस्तै यहाँ गोल पार्कबाट सुरु हुन्छ हाम्रो बुटोल सिटी, र त्यसपछि भैरवासम्म गएर टुङ्गिन्छ। उहाँ चाहिँ जस्ट हिँड्नुहुन्थ्यो गाडीमा हेरेर, रोडमा उहाँको पछि त रोडमा मान्छेहरू निस्केर मलाई यसो चाहियो, पश्चाताप, रुँदै, छाती पिट्दै। हालेलुया, हालेलुया। ग्रेट अवेकनिङ आउँदैछ। अब थर्ड ग्रेट अवेकनिङ सुरु हुँदैछ। तपाईँलाई भित्रबाट यो कुराले इन्सपायर गर्दैछ भने पक्कै पनि प्रभुले केही भन्दै हुनुहुन्छ। म त्यो एनोइन्टिङ, त्यो ग्लोरी तिमीलाई दिन चाहन्छु। ग्रोनिङ भनेको चाहिँ पीडा। थियोलोजीले यो कुरा बहिष्कार गर्छ। ठुल्ठुला मास्टर पढेका मान्छेहरूले यो कुरालाई इन्कार गर्छ। हालेलुया। त्यसकारण ग्रेट अवेकनिङ आउँदैछ। येशूको ठुलो चाहिँ रिभाइभल आउँदैछ। अरबौँ मान्छेहरू चेन्ज हुनेछन्। हालेलुया। तयार हुनुहुन्छ? त्यसकारण राज्यको बारेमा खोजी गरौँ, न कि आफ्नो बारेमा। हामी धेरै स्वार्थी भयौँ यो अन्त्यको दिनमा धेरै स्वार्थी भयौँ। खाली माग्नु, परमेश्वरले गरिदिनु भएन, परमेश्वरले यो गर्नु भएन, ढोका खोल्नु भएन, ब्रेक थ्रु, त्योभन्दा बियोन्ड राख्नु भएको छ नि परमेश्वरले तपाईँको लागि जवानहरू। हालेलुया। यस। स्कुलका बच्चाहरू कुवा रुन्थ्यो। टिचरहरूले पत्ता, चार्ल्स फिनी आउनु भएछ। येशूलाई बोकेर हिँड्ने चार्ल्स फिनी आउनु भएछ। कष्टसँग आँसु र कराएर ग्रोनिङ गर्ने चार्ल्स फिनी हाम्रो सिटीमा आएको थाहा हुन्थ्यो। किनभने उहाँले येशूलाई बोक्नुहुन्थ्यो। येशूको लम्पसार परेर आँसुहरू बगाएर उहाँ प्रार्थना गर्नुहुन्थ्यो। चार्ल्स फिनी प्रभुको ग्रेट सर्भेन्ट, जसले येशूलाई बोकेर हिँड्नुहुन्थ्यो, जसले धेरैजनालाई पश्चातापमा डोर्याउनु भयो। हालेलुया। अन्य जातिहरू, विश्व चर्चको मान्छेहरू, अन्य जाति जाँड खाने अड्डाहरू बन्द भयो उहाँको टाइममा। उनीहरूले येशूलाई खोजे रातभरि दिनभरि, त्यो फेलोसिप टुङ्गिँदैन। जहाँ चार्ल्स फिनी आउनुहुन्थ्यो, त्यो रोडमा मान्छेहरू छाती पिट्दै पश्चाताप गर्थे। यो त लेटर मुभमा हुन्छ भनेर कतिजनाले भन्थे, तर अब फेरि यो भइसकेको रहेछ एकताका, र फेरि हुँदैछ। प्रभुले मलाई यो आत्मामा भनिराख्नु भएको छ, तयार हो, फेरि हुँदैछ। सायद अस्ट्रेलियाबाट कहाँबाट सुरु हुन्छ, यो कहाँबाट सुरु हुन्छ, प्रभुको दासहरूलाई उहाँले तयार गर्दै हुनुहुन्छ। तर प्रार्थना, उहाँले के भन्नुहुन्छ तपाईँलाई थाहा छ? प्रार्थना, उहाँको केही भनाइहरूलाई म यहाँ राख्न चाहन्छु। चार्ल्स फिनीको केही भनाइहरू यहाँनिर छ। उहाँ येशूसँग सहकार्य गर्ने व्यक्ति हुनुहुन्थ्यो। प्रार्थनाको पुनर्जागरण भनेर चाहिँ ग्रेट अवेकनिङ, सेकेन्ड ग्रेट अवेकनिङ भन्छ चार्ल्स फिनीको, जो धेरै थियोलोजीहरूले उहाँको विरोध गर्छ होइन। धेरै थियोलोजी, जाँड अड्डा, रक्सी अड्डाहरू सबै बन्द भएको छ। रेड लाइट एरियाका मान्छेहरूले पश्चाताप गर्दैछ। यो पक्षलाई नहेर शैतानले थियोलोजीबाट आक्रमण गरेको थियो चार्ल्स फिनीलाई। त्यही भएर यो जहिले पनि सत्यतालाई एट्याक हुन्छ। उहाँले भन्नुहुन्छ प्रार्थना र पुनर्जागरण भनेको जागृति भनौँ होइन, अवेकनिङ। यो कुनै चमत्कार होइन, परमेश्वरका नियमहरू सही रूपमा पालन गर्दा आउने स्वाभाविक परिणाम हो।
यसको केन्द्रमा प्रार्थना हुन्छ। साँचो प्रार्थनाले आत्मिक आगो बाल्छ। सबले भन्नु, साँचो प्रार्थनाले आत्मिक आगो बाल्छ। हालेलुया। यस, प्रार्थना उहाँको भनाइ चाहिँ के थियो भनेदेखि 1 घन्टा प्रार्थना गर्नु छ भने अलमोस्ट 12 घन्टा चाहिँ प्रार्थनामा, 1 घन्टा प्रचार गर्नु अघि उहाँ चाहिँ 12 घन्टा प्रार्थनामा हुनुहुन्थ्यो। 3 दिनको सेमिनार छ भने 3 दिनसम्म उहाँ बाहिरै ननिस्केर प्रार्थना गर्नुहुन्थ्यो। त्यो प्रकारको प्रार्थनाको जागरण थियो। प्रार्थनामा विजय नभएसम्म प्रचार व्यर्थ हुन्छ। चार्ल्स फिनीको प्रार्थनाले चेन्ज भएका व्यक्तिहरू नि, यो यस्तो होइन कि अब क्रुसेड भयो कतिजनाले प्रभुलाई जीवन दिए अनि जस्ताको तस्तै जीवन। उहाँको यस्तो प्रकारको फेभर थियो, उहाँले प्रचार गरेको व्यक्तिहरू कोही पनि ब्याकस्लाइड हुँदैन थियो। हालेलुया। यो येशूको कार्य हो। प्रभुले आफ्नो दासको प्रार्थना सुन्नुभयो। हालेलुया। उहाँले प्रचार गरेको व्यक्तिहरू जब उहाँ प्रार्थना गरेर जानुहुन्थ्यो, उहाँले प्रचार गर्नुहुन्थ्यो, सठिक बोल्नुहुन्थ्यो, धेरै बोल्ने व्यक्ति होइन। उहाँले नबोलेको पनि मान्छेहरूको चेन्ज हुन्थ्यो। यो चाहिँ उहाँको फेभर थियो। यो येशूबाट आएको, यो उहाँको आफ्नो व्यक्तिगत विशेषता होइन। अनि जसलाई ग्रोनिङ भनिन्छ, ग्रोनिङको बारेमा मैले ग्रोनिङको बारेमा रिसर्च गर्दाखेरि रियल ग्रोनिङ प्रार्थना गर्ने, जुन चाहिँ आत्माको पीडाबाट निस्कने प्रार्थना। अनि उहाँले के भन्नुहुन्थ्यो नि, यो ग्रोनिङ प्रार्थनाले परमेश्वरलाई पनि हल्लाउँथ्यो। परमेश्वरलाई हल्लाउने प्रार्थना त्यो हो जसले प्रार्थना गर्नेको आत्मालाई पहिले हल्लाउँछ। यो चार्ल्स फिनीको भनाइ हो। हालेलुया। कतिजनालाई त्यो स्पिरिट, त्यो मेन्टल आउँदैछ। चिसो प्रार्थनाले चिसै परिणाम दिन्छ। प्रार्थना छैन भने त्यो त्यत्तिकै व्यर्थ हो भन्नुहुन्थ्यो उहाँले। बिना प्रार्थनाको क्रुसेड, बिना प्रार्थनाको, त्यसकारण उहाँको थियोलोजी नै प्रार्थना हो। अनि प्रार्थनाको सबैभन्दा ठुलो शत्रु चाहिँ लुकेको पाप हो। त्यसकारण पश्चाताप चाहिँ उहाँले धेरै जोड दिनुहुन्थ्यो। व्यक्तिको जीवनबाट प्रार्थना ठुलो शत्रु, प्रार्थनालाई रोक्ने ठुलो शत्रु चाहिँ लुकेको पापहरू। पापले गर्दा हामीलाई प्रार्थना गर्न दिँदैन, पवित्र आत्मालाई कन्भिक्स गर्न सक्दैन। त्यही भएर पवित्र आत्माले चाहिँ सहायता गर्नु। त्यही भएर तपाईँले कहिलेकाहीँ तपाईँले धेरै पश्चातापी प्रार्थनाहरू गर्नुपर्छ। पवित्रता बिना शक्ति हुँदैन भन्नुहुन्छ उहाँले। पवित्रतामा रहने चेष्टा, धेरै पवित्रतामा। यो होइन कि मान्छेको जीवनमा एउटा फलिङ नेचर छ, पाप भइरहेको छ, तर प्रार्थना अगाडि चाहिँ पश्चाताप गरिनुपर्छ। आत्मिक बर्डन चाहिन्छ प्रार्थनालाई, बोझ। सिटी चेन्ज हुन्थ्यो उहाँको, सिटी होइन महाद्वीपै चेन्ज हुन्थ्यो भनौँ न। एउटा इन्डियन प्रचारकले उहाँको विषयमा महाद्वीपलाई चेन्ज गर्ने उहाँको अभिषेक थियो, उहाँको त्यो ग्लोरी थियो। हालेलुया। त्यही भएर प्रार्थना गरौँ। यो ठुलो प्राइज छ जो पैको लागि हुँदैन। एउटा ठुलो प्राइजबाट जानुपर्छ। एउटा प्रार्थना र आत्मामा एकदमै कष्ट र बोझ, यो 1-2 दिन गरेर, यो एकछिन गरेर हुने होइन। तपाईँलाई दिइएको छ भने, तपाईँलाई यो प्रकारको बोझ दिइएको छ भने सुरुवात गर्नुहोस्। हालेलुया। उहाँले भन्नुहुन्थ्यो, परमेश्वरको उपस्थिति बिना गरिएको सबैभन्दा उत्कृष्ट प्रचार त्यो त भाषण मात्रै हो भन्नुहुन्थ्यो। जतिसुकै। त्यही भएर थियोलोजीले उहाँलाई यति धेरै अट्याक गरेको छ, उहाँको विरुद्धमा भिडियोहरू यति बनाएको छ। 1800 त हजारौँ वर्ष पहिला भएको कुरा हो नि त, तर पनि अझै पनि अट्याक गर्दैछ चार्ल्स फिनीको थियोलोजी, उहाँको प्रार्थनाको जीवन, जुन चाहिँ उहाँको चाहिँ एउटा आत्मिक हिँडाइ थियो। त्यसलाई अहिलेका थियोलोजीहरूले अझै पनि अट्याक गरिरहेको छ। के भन्नुहुन्थ्यो भने, परमेश्वरको उपस्थिति बिना गरिएको सबैभन्दा उत्कृष्ट प्रचार पनि, एकजना महाशय आउनुभएको थियो नि त यहाँ, वचन प्रचार गरेर भाषण गऱ्यो भने खुसी अरे उनीहरू। रियल चेन्ज भइरहेको छ यहाँ। सुसाइडको स्पिरिटहरूले आज आशा सुसाइड गर्छु भनेर सोच्ने व्यक्तिहरूको हृदयलाई प्रभुले छुनु भएको छ, चेन्ज गर्नुभएको छ, प्रभुले आशा भरिदिनु भएको छ। अनि यहाँ चाहिँ भाषणबाजी गऱ्यो भने राम्रो सेवकाई। वाह रे वाह। परमेश्वरको उपस्थिति बिना गरिएको सबैभन्दा उत्कृष्ट प्रचार, सबैभन्दा उत्कृष्ट, सबैभन्दा राम्रो प्रचार पनि त्यो भाषण जस्तै हो भन्नुहुन्थ्यो। अभिषेक बिना शब्दहरू खोक्रा हुन्छन्। अभिषेक बिना जति पनि शब्दहरू छन् ती खोक्रा हुन्छन्।
चर्च कमजोर हुनु परमेश्वरको इच्छा होइन, परमेश्वरमा यो भर पर्दैन। यो चाहिँ विश्वासीहरूको प्रार्थनाहीन जीवन हो। प्रार्थना गर्नु अगाडि सबै कुराको क्षमा गरिनुपर्छ, सबै कुरा परमेश्वरबाट क्षमा पाएको हुनुपर्छ, त्यो प्रार्थना शक्तिशाली हुन्छ। यस, मैले देखेको छु र मैले त्यही गर्छु। म क्रुसेडमा जानु अगाडि आफूलाई धेरै कुराबाट अलग गर्छु, कट गर्छु। मोबाइल टेलिभिजनदेखि लिएर कुरा गर्ने व्यक्तिहरू, जब मैले केही गर्नु छ, नरकलाई हल्लाउनु छ भनेदेखि त्यत्तिकै हुँदैन, त्यत्तिकै प्रभावकारी। त्यो मैले भन्छु नि भाषण हो। म पनि त्यही हो। मैले खोजेको चाहेको जस्तो व्यक्तिलाई परमेश्वरले देखाइदिनु भयो। म धेरै कुराबाट कट हुन्छ, धेरै कुरा मान्छेको म सुन्दिनँ होइन। कुराकानी त्यो बेलामा कम गर्छु, परमेश्वरसँग कन्सिक्रेट हुन्छु, प्रार्थना गर्छु, ग्रोनिङ गर्छु, चङ्गाइ होस् भनेर आफ्नो आँसुहरू बगाउँछु। सायद यो हप्ता काठमाडौँमा हाम्रो कार्यक्रम हुँदैछ, यदि म राम्रो रिकभर भयो भने। हालेलुया। प्रार्थनाको प्रभाव के हो भनेदेखि जब म साँचो प्रार्थनामा प्रवेश गर्छु, जब पवित्र आत्माले क्विकन्स गर्नुहुन्छ, यो लाभ हुन्छ। तपाईँले प्रयास गर्ने होइन, यो तपाईँ त दुर्बल हुनुहुन्छ, तपाईँलाई त प्रार्थना गर्ने शब्द पनि आउँदैन। त्यही भएर तपाईँले भन्ने हो पवित्र आत्मासँग, उहाँसँग फेलोसिप गर्ने हो, पवित्र आत्मासँग घनिष्ठ हुने हो, अनि उहाँले तपाईँलाई घन्टौँसम्म प्रार्थनामा डोर्याउन सक्नुहुन्छ। जस भन्ने तपाईँले क्विकन्स मी होली स्पिरिट। कहिले कहिले प्रभु मलाई खिच्नुहोस् भन्दा नै मलाई 2-3 घन्टा लाग्छ। प्लिज उहाँलाई बेग गर्दै पश्चाताप। मैले भने नि प्रार्थनाको प्रथम बाधा नै पाप हो, लुकेको पापहरू, व्यभिचारका आदतहरू, ग्रेस टिचिङ, अब लिबरल टिचिङहरू हुन्छ नि त, पाप गरे भने त्यस्तो प्रकारको त्यो आधा अधुरालाई चाहिँ सिटी चेन्ज गर्न होला, केही कुरामा इम्प्याक्ट पार्न सकिएला। सिटी र महादेशै कन्ट्री नेसन चेन्ज गर्नको लागि हामी धेरै पश्चातापी भएर पवित्र जीवनमा धेरै जिउने कुरामा ध्यान दिनुपर्छ। जब म प्रार्थनामा, उहाँले भन्नुहुन्थ्यो, जब म प्रार्थनामा साँचो रूपमा प्रवेश गर्छु, परिस्थितिहरू आफै परिवर्तन हुन थाल्छन्। 3 दिनसम्म एउटा बिमारीको जस्तै प्रार्थना हुन्थ्यो। उहाँको शब्द पनि 3 दिनसम्म यत्तिकै छटपटिने सहरको मान्छेहरूको लागि छटपटाई, लम्पसार परेर, लडीबडी खेलेर, अनि परिणाम पुरा होल सिटीले मलाई यसो चाहियो, मलाई यसो चाहियो, मलाई यसो चाहियो। बच्चाहरू, स्कुलको बच्चाहरू स्कुल छोडेर स्कुलको बिचमा चार्ल्स फिनी आउनु भएछ। अन्य जाति टिचरहरूले, अन्य जाति त हल्का हुन्थे, चार्ल्स फिनी प्रभुको सच्चा दास आउनु भएछ। हालेलुया। जब म प्रार्थना गर्छु, साँचो रूपमा प्रवेश गर्छु प्रार्थनामा, परिस्थितिहरू आफै परिवर्तन हुन थाल्छन्। पहिले प्रार्थना बदलिन्छ अनि संसार बदलिन्छ। त्यही पाप, त्यही पुरानो स्वभाव, त्यही कुराहरू भित्र जेलोसी हामी नेपालीहरूमा धेरै छ। परमेश्वरले बताउनु भयो जेलोसी। त्यही भएर मान्छेले आशिष पाएको एउटा विचक्राफ्ट हो। कसैको प्रगति हुँदा एकदम भित्र असहज हुने, भित्र एकदम जेलोसी डहा हुने, बढ्न नदिने, नराम्रो सेलिब्रेट गर्ने बानी छैन। यो नेपालमा र विशेष पूर्वी कन्ट्रीहरूमा यो समस्या छ। पश्चिमतिर सेलिब्रेट गर्छ, विदेशीहरूतिर जानुहोस् त, युरोप अमेरिकातिर कसैले प्रगति, वाउ, गड ब्लेस यु, सेलिब्रेट गर्छ, वाउ, कङ्ग्रेचुलेसन्स, खुसी हुन्छ। नेपालमा छैन। बाहिर मुखले भने पनि भित्रभित्र त्यो छ भने हाम्रो ब्लेसिङमा यो प्रभुले मलाई आज भन्नुभएको, कोही पढ्दैछ भने ब्लेस गर, सेलिब्रेट गर, ब्लेस होइन सेलिब्रेट, रमाऊ, धन्यवाद, कङ्ग्रेचुलेसन भन। आफ्नो शत्रु पढ्दैछ भने पनि, आशिष पाउँदैछ भने पनि, अनि त्यही कुराबाट म तिमीलाई ब्लेस गर्नेछु। त्यही कुराहरू जब तिमीले आफ्नो आदत बनाउँछौ। हालेलुया। शिहाल ब्राहन बेयानोश कपालिया रास। हालेलुया। प्रभु यीशुलाई बोकेर हिँड्ने चार्ल्स फिनीहरू, नयाँ जेनेरेसनका, नयाँ पुस्ताका जेनेरेसनहरू प्रभुले हेर्दै हुनुहुन्छ। तर चार्ल्स फिनी भन्ने व्यक्तिले ठुलो त्याग गर्नुपर्छ। त्यो हुन्छ, तपाईँबाटै उहाँले गर्न चाहनु खोजिराख्नु भएको छ। यो परमेश्वरको इच्छा हो। सामान्यभन्दा सामान्य बोल्नै पर्दैन, तपाईँ पढे लेखेको हुनै पर्दैन, पढे लेखेको चाहिँदैन, इङ्ग्लिस बोल्नु पर्दैन, नबोलिकन तपाईँले सिटी चेन्ज गर्न सक्नुहुन्छ अन्त्यको दिनमा। विश्वास गर्नेहरूले आमेन लेख्नुहोस्। त्यसको लागि प्रभुले तपाईँलाई तयार गर्नुभएको छ, कष्टबाट ल्याउनु भएको छ। अनि त्यही कष्टको प्रार्थना जब तपाईँको अन्तस्करण निस्किन्छ, ग्रोनिङ, यसुले अन्य भाषामा प्रार्थना गर्नु, उहाँले ग्रोन गर्नुहुन्थ्यो। त्यही भएर
जति ठुलो चाहिँ अवेकनिङ हुन्थ्यो, प्रभावकारी पवित्र आत्माको सामर्थ्य। हालेलुया। त्यस्तो पुस्ताहरू अबको लागि हामी त सानो कुराको लागि परमेश्वरले कति ठुलो कुरा राख्नु भएको छ हाम्रो लागि। तपाईँ पढे लेखेको हुन चाहिँदैन। चार्ल्स फिनीले नबोलेर सिटी चेन्ज गर्नुहुन्थ्यो। उहाँ प्रवेश गर्दाखेरि मान्छे स्वर्ग ओर्लेर आउँथे उहाँ हिँडेको ठाउँहरूमा। मान्छेहरू उहाँ अचानक रुन थाल्थे। नजिक होइन, उहाँ कसौँ टाढा अब प्रवेश गर्नुभयो, अब चाहिँ काठमाडौँमा प्रवेश गर्नुभयो भन्ने बेला नि मान्छेहरूले पश्चाताप रुन थाल्थे। त्यस्तो प्रकारको ग्लोरी। बनाऊ बनाऊ मूल बाटो तयार गर, मेरो प्रजाको बाटोदेखि बाधाहरू हटाओ। स्वर्गदूतहरूले अघि नै थियो होइन, मार्गहरू तयार गर्दै जान्थे। हालेलुया। अनि प्रार्थना चाहिँ एउटा आत्मिक युद्ध भन्नु। प्रार्थना भनेको केवल परमेश्वरसँग कुरा गर्नु होइन, यो त अन्धकारको राज्यको विरुद्धको युद्ध हो भन्नुहुन्थ्यो उहाँले। प्रार्थना निष्क्रिय कार्य होइन, यो व्यर्थ होइन, यो एउटा चाहिँ युद्ध हो। प्रार्थना आत्मिक, चार्ल्स फिनीका अनुसार प्रार्थना आत्मिक युद्ध, पश्चाताप शक्ति, विजय, निरन्तर सङ्घर्ष, पुनर्जागरण अर्थात् अवेकनिङ जागृति प्रार्थनाको फल। उहाँको चाहिँ सारांश यही थियो। उहाँको थियोलोजी भने पनि, उहाँको सिकाइ भने पनि उहाँले धेरै प्रार्थनामा जोड दिनुहुन्थ्यो। प्रार्थनाले चेन्ज गर्न सकिन्छ प्रत्येक कुरा। सहर, सिटी, पुरा महाद्वीप त चेन्ज हुन्छ भने तपाईँको परिस्थिति कसरी चेन्ज हुँदैन भने प्रियहरू, क्विकेन्स हुनको लागि पवित्र आत्मासँग बिन्ती गरेर रोमीको पुस्तक अनुसार मेरो दुर्बलतामा मलाई सहायता गर्नुहोस् पवित्र आत्मा, कसरी प्रार्थना गर्ने हो म जान्दिनँ, तर शब्दले व्यक्त गर्न नसक्ने सुस्केर भनेको ग्रोनिङ आवाजहरूमा तपाईँले मेरो निम्ति मध्यस्थ गर्नुहुन्छ। म दुर्बल छु पवित्र आत्मा, प्लिज। कहिले कहिले यो घन्टौँ, कहिले कहिले दिनसम्म लाग्न सक्छ। जब उहाँले क्विकेन्स गर्नुहुन्छ नि, तपाईँको 3 दिनको प्रार्थना 3 मिनट जस्तो लाग्छ। हालेलुया। तर पाप चाहिँ बोकेको हुनु भएन। पापहरू, लुकेका पाप, तपाईँलाई छलछाम गर्ने पापहरू तपाईँभित्र हुन सक्छ। घमण्ड, जेलुसी, त्यो सबै निकाल्ने हो प्रार्थना अगाडि। रुने हो, आफ्नो आत्मालाई, आफ्नो प्राणलाई विश्राम दिने होइन। हालेलुया। अवश्य धेरै मानिसहरूले परमेश्वरको राज्यलाई देख्न जाँदैछन्। हालेलुया। दिदी बहिनी, दाजुभाइ, उहाँले कुनै पनि, उहाँलाई आत्माको संसारमा कुनै पनि लिङ्ग हुँदैन, अर्थात् कुनै पनि जेन्डर हुँदैन। नेपालमा यो प्रकारको ग्रेट अवेकनिङ भन्छ। यो चाहिँ हामीलाई खाँचो छ। चार्ल्स फिनीबाट म सिक्दै ग्रोनिङ गर्ने, रियल ग्रोनिङ भनेको चाहिँ पीडाको प्रार्थना रहेछ। बिना पीडाको प्रार्थनाले चेन्ज गर्न सकिँदैन सिटीहरू। अनि त्यसको केही आत्माको जागृतिको, अवेकनिङको जागृतिहरू, क्याथरिन कुलमन, मारिया होइन, मारिया, त्यसपछि स्मिथ विगर्सन, यस्तो व्यक्तिहरूले फेरि त्यो रिपिट गरेको इतिहासहरू छ। त्योभन्दा अगाडि त चार्ल्स फिनी, त्योभन्दा अगाडि त अब अरू नै थियो होला, तर मैले भेटेको ग्रोनिङ पीडाबाट 3 दिन ग्यारेजमा माग्नु, उहाँ जङ्गलमा गएर एक्लै प्रार्थना गर्नुहुन्थ्यो। अर्को बाबा लोलाको बारेमा हामीले सुनेका छौँ। त्यस्तै डिएल मुडीको चाहिँ चुम्बकीय मान्छे आफै खिचिन्थे अन्य जातिहरू उहाँको प्रचार सुन्नलाई। डिएल मुडी, अर्को बाबा लोला भन्ने हुनुहुन्थ्यो समेल अफ्रिकाको। त्यसै गरी अर्को चाहिँ अब चाहिँ यो प्रकारको अभिषेक चाहिँ जो चाहिँ बोल्न पढ्नु पर्दैन। जस्तो तपाईँ परमेश्वरको प्रेजेन्समा घन्टौँ रहँदाखेरि यो प्रकारको ग्लोरी तपाईँ लिएर जान सक्नुहुन्छ। अनि तपाईँको प्रार्थना सेम रहँदैन। प्रार्थना पीडादायी, आँसु बगिरहेको हुन्छ, आँसु एभ्रिवेयर आँसु हुन्छ, एभ्रिवेयर आँसु, क्राइङ, आत्माको लागि तडपन उठ्छ। किनभने 2026मा त हामीले धेरै मानिसहरूलाई प्रभुमा ल्याउनु छ नि त। हालेलुया। बाइबल कलेज पढ्नु पर्दैन, प्रार्थना र पवित्र आत्मामा भर पर्नुहोस्। स्वर्ग तपाईँको लागि ओर्लेर आउनेछ। हालेलुया। थ्याङ्क यू जिजस। गड ब्लेस यू एन्ड थ्याङ्क यू मेरो पार्टनर्सहरू, तपाईँहरूको धैर्यताको लागि। अनि म प्रार्थनामा छु तपाईँहरूको लागि, तपाईँहरू कतिजनाको लागि म प्रार्थनामै छु। गड ब्लेस यू। म ब्लेस गर्न चाहन्छु। आज येशू हाम्रो साथमा हुनुहुन्छ, येशू तपाईँको साथमा हुनुहुन्छ। हालेलुया।
यस, येशू आज तपाईँको साथमा हुनुहुन्छ। उहाँको हृदयको आवाजलाई सुन्ने प्रयास गर्नुहोस्। उहाँको हृदयको आवाजलाई सुन्ने प्रयास गर्नुहोस्। उहाँको धड्कनको नजिक जानुहोस्। साँचो शान्ति तपाईँले त्यहाँ पाउनुहुनेछ। कष्टहरूको बिचमा पनि उहाँसँग फेलोसिप गर्नुहोस्। यो हिँड्ने एउटा तय गरिएको बाटो हो। कसैलाई अलिकति बढी नै होला बर्डन, कसैलाई थोरै क्षणभरको हलुको कष्ट हुनसक्छ। त्यहीमा गनगन गर्ने, प्रार्थना छोड्ने, प्रभुलाई छोड्ने कुराहरू सोच नबनाउनुहोस्। अन्त्यको दिन नजिक छ। उहाँसँग फेलोसिप सम्बन्ध बनाइराख्नुहोस्। दुःख कष्ट सुख आउँदा पनि नमात्तिकन, दुःख आउँदा पनि नआत्तिकन उहाँसँगको सम्बन्ध बनाइराख्नुहोस्। परमेश्वर तपाईँलाई उठाउँदै हुनुहुन्छ। र प्रार्थना, मैले भन्छु मेरो टिमहरूलाई प्रार्थना थोरै नगर्नु छ। अब प्रार्थना धेरै गर्नुहोस्। जति पनि यो जागृतिहरू आएको छ, यो प्रार्थनाको परिणामहरू हो। घुँडामा बसेको कारणले ठुल्ठुला परिवर्तनहरू, आमूल परिवर्तन ल्याउनु भएको छ राजनीतिक भाषामा। हालेलुया। परमेश्वर तपाईँलाई आशिष दिउन्। जय मसीह। गॉड ब्लेस यू।